यो नमस्ते वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदैछु। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है त। हेलो गाइस, ल हेर्नुहोस् यहाँ जरायो होइन, बारसिङे भागिसक्यो। पाउँदो रहेछ त्यो भएर बजारतिर बेच्दो रहेछ है। गाइस यहाँ चाहिँ न्युरो मजाले पाउने ठाउँ रहेछ। ल हेर्नुहोस् यस्तरी हरक जङ्गल सफारीमा निस्केको छौँ गाइस। कस्तो रमाइलो ठाउँ रहेछ यहाँ। चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्दैछौँ है। हेर्नुहोस् यहाँ ओहो बाघ देखिन यार है। यस्तो लाग्छ मोबाइलले के देखाउँछ एकछिन बस्नु न, क्याप्चर हुँदैछ के अनि पछि डबिङ भइहाल्छ नि। होइन साथी यो मिनी ब्लग हो। यसमा आज गुरुङ भन्ने मिनी ब्लगर जो आज एकदमै इनर्जेटिक अहिलेको एकदमै जतो बल्दो ब्लगर हुनुहुन्छ। उहाँ चाहिँ अहिले चितवन राष्ट्रिय निकुञ्जमा पहिला चाहिँ साइड राष्ट्रिय निकुञ्ज पनि भनिन्थ्यो यसलाई। यहाँ आइरहनु भएको छ। उहाँको नजरमा के पर्ने हुन आज बाघ, भालु, हात्ती, गैँडा, अजिङ्गर जे पनि पर्न सक्छ। जे जस्तो पर्छ त्यो सबै लाइभ देखिनेछ। हेर्नुहोस् यसरी भन्ने हेलो गाइज, वेलकम टु द बेस्ट गुरुङ ब्लगर, मिनी ब्लगर अफ चितवन राइजिङ स्टार। देखिएको छ चित्तल, मन भयो शीतल देखिएको छ चित्तल। हेलो गाइज, हेलो हो ठाउँै छैन, कहीँ पनि ठाउँै छैन। है अहिले चाहिँ जोन डेन्जर जोन इलाका जस्तो लाग्यो। खै केही क्याप्चर हुँदैन है यार यो जङ्गल बाइक। हेलो नमस्कार सबैजना, वेलकम। म चितवनको सौरा घुम्न आएको हो है। यो पारि चाहिँ तपाईँले होटल देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम मरुभूमि जस्तै हो। एकदम रमणीय ठाउँ छ गाइस है। अब जिन्दगीमा फर्स्ट टाइम यो ठाउँ घुम्न आएको, मलाई चाहिँ एकदम राम्रो लाग्यो है। उता हात्ती पनि छ, मेरो साथीहरू पनि पुरै आफ्नो दुनियाँमा चाहिँ काम गर्दै हुनुहुन्छ। ल हेर्नुहोस् यहाँ चरा पनि टक्क उडेर आएको अवस्था छ है। ल हेर्नुहोस् ओहो क्या सुन्दर रमणीय स्थान रहेछ यो।
हेलो हेलो गाइस लौ बारसिङ हेर्नुहोस् त आमा कहाँ हो पानी खाना होला हो